घरि दुध हलाउने लाउँछ घरि के गर्छ यो मुची त कामै रहे उसको यस्तो के बाक्लो पुती छ कि सानलाले भ्याउँदैन बाक्लो छ पुरै लम्मै हाल्नुपर्छ अब बिचरा तिमी आइहाल्यौ फिल्डमा आएको थियो पानी पानी भएको थियो तिमी आयौ अनि गयो कि ल्याम्प काँधे घरि पछाडिबाट घरि अगाडिबाट घरि तलबाट घरि माथिबाट ल्याम्प ठोकेर भयो बाबा मुत्नै नहुने गरेर भेटेपछि मजा हुन्छ दामी बाबा लेट्स कल लाडो कामै छैन किन काम छैन तैले म तँलाई भेटेर एक ठ्याकामा यस्तो एक ठ्याकामा त यस्तो डल्लो पर्छ यस्तो डल्ले हुन्छ नि अनि तेरो कत्रो चाहिँ तेरो भन्न कत्रो टाइट छ कत्रो चाहिँ दुलो छ र घमण्ड गर्छस् कान्छी एक ठ्याक हाने भने यस्तो डल्लो हुन्छ यस्तरी डल्लो कुप्रुके तेरो त नि खुलुक हुन्छ तेरो तिमीले छोलिसक्यौ कस्तो फिल भयो बेबी मजा फिल भयो दामी भयो दुईटा कि एउटा हालेको लाडो 10 वटा टिक्सुले अब पाएको छ टिक्सु पनि जाऊ बेबी अहिले जोड्छु ल जाऊ बेबी जाऊ घरि दुध हलाउने लाउँछ घरि के गर्छ यो मुची त कामै रहे उसको यस्तो के बाक्लो पुती छ कि सानलाले भ्याउँदैन बाक्लो छ पुरै लम्मै हाल्नुपर्छ अब बिचरा तिमी आइहाल्यौ फिल्डमा आएको थियो पानी पानी भएको थियो तिमी आयौ अनि गयो साँच्चै सुन न साँच्ची छोलेको जात त पाएको है तर यसको नि बुबु त राम्रो छ बाख्रे पुती छ कि कस्तो राम्रो छ बाख्रे पुती छ चुमचुम भित्रै तान्छ कस्तो राम्रो छ उसको दुध त कुरे नगर ठ्याक्कै अठाएर यहाँ सुन यहाँबाट हात छिराउने हो यो दिन भएन यहाँबाट यो चेपबाट हात छिराउने अनि त्यो दुईटा बुबु च्याप्पै समात्यो अनि पछाडिबाट यस्तो गर्ने क्या ट्याङ 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 कपाल तान्ने यहाँबाट कपाल तान्ने यसरी तिम्रो के 10-12 हात छ र अनि एक हातले कपाल तान्ने एक हातले चाक कुट्ने ट्याङ अर्कोले काम गरिराख्ने यसरी चाक कुटेर ट्याप एकचोटि उठेर गर त कस्तो हुँदो रहेछ फिल सहनु सके त अघिदेखि सुतेकै छैन सम्झाउँछु कान्छ सुत भन्छु सुते पो त्यो त उठन एकचोटि थ्याङ्क यू विपिन आफ्टर लङ टाइम है विपिन ब्रो माया छ राजा है यो मेरो नेक्स्ट एकाउन्ट ल है सुन न ओइ जेन सुन भन्नु तिमीलाई माया छ होइन अब तिम्रो नाममा केटाले अघि थुप्रैले काम बिगारेछन् यहाँ जेनजीको आवाज चाहिँ मैले 4 चोटि झारे भन्थेँ केटाहरू 3 चोटि झारे छोरी मान्छे भनेको स्लिपिङ ट्याब्लेट हो हाम्रो लागि बुझ्यौ छोरी मान्छे भनेको स्लिपिङ ट्याब्लेट हो हाम्रो लागि तिमीहरूको स्लिपिङ ट्याब्लेट भनेको यो रेस्पेक्ट यो होइन उसको राम्रो छ बाख्रे पुती छ उसको राम्रो छ ऋतुको भन्दा राम्रो छ उसको ऋतु पसन्द हो गाइज हो टिकटकमा सबैभन्दा घिनलाग्दो पुती भनेको भन्छु टिकटकमा सबैभन्दा आशलाग्दो तर घिनलाग्दो पुती भनेको चाहिँ गङ्गु छेत्री दीपिका छेत्री लेडीबर्डको त पुती देखाएको छैन रातो पेन्टी लगाएको छ लेडीबर्डले यसो दुध चाहिँ देखाएको छ उसको त पुती फारेको छैन अनि दुईजना भयो अनि सबैभन्दा ठुलो धेरै भारी पुती चाहिँ एउटा मम ड्याडको अनि त्यो आर्जुको यिनीहरूको पुती चाहिँ साह्रै भारी हो त मोटो के गर्नु मोटो पुती पातलो अलिकति हो जेन्जी अनि त केलीको नि बाक्लो छ है पुती केलीको पुती त्यसको लास्टै बाक्लो छ त्यसको डगी त भ्याउँदैन जोड दिनु पर्यो कहाँ गयो बोला त्यसले बोला त्यो हिम्मतवाली कहाँ मऱ्यो हिम्मतवाली कहाँ गयो थ्याक हानेर बच्चा बोक्यो हिम्मतवालीले हराई हिम्मतवाली खोइ नेपाल आइज लाडो एक ठ्याक हान्नु दिन्छु भन्थे भिडियो चाहिँ आउँदैन एक ठ्याक हान्नु दिन्छु भन्थे कसले ठ्याक हान्दै होला अहिले म यहाँ केलीलाई बोलाउनु पर्यो बोला केलीले बोला त्यसको दुध र पुती त साह्रै राम्रो छ केलीको रियालै आउँछ नि अब तेरिका ल लेट्स गो ओइ अर्को जोडी क्युट बेबी आइछ क्युट बेबी चिकन बेबी क्युट बेबी चिकन बेबी ओइ टुडे तिमी अघि भन्दा निकै रातो पिरो भएर कोसँग भिसी गरेर आयो क्युट नडाटी बन प्लिज दूरबीन आउँछु नो दूरबीन आउँछु तिमीलाई बिजी रहिसक्यो ठिक छ म कल गर्छु ल ल्याप्पै भिजाएर ल्याउँछन् केटीहरू त्यो पुछेर आऊ न पुछेर पेन्टी फेरेर आऊ क्युटी प्लिज यार भनेको मान न बेबी ल ओके ओइ एनीवे नो वरी जिन करा ओइ जिन ल त पनि आवाज निकाल म सुई लाउँछु तिमीहरूलाई क्युटी त पनि करा है क्युटी करा ल हेर्नु तपाईलाई यहाँ लड्डुले खोजिरहेछ के तपाईको आइडी भेटेन नि यहाँ ओइ केली
यसको नि भैँसी बुद्धि कहाँ गर्दैछ होला आइज लिएर आइज म गेम खेलिरहेको के म ड्युटीमा छु म के ल ल ल छोटी छोटी ड्युटीमा छ नचला तिमीहरूको चलाऊ आज तिमीहरूकोले काम चलाऊ तिमीहरूकै काम चलाऊ उसको त्यो क्युटीको झन्डै केलीको जस्तै छ क्या ठुलो ठुलो गोलो गोलो होइन तर दुध त राम्रो छ हौ यो उसको क्युटीको दुध त राम्रो छ एकछिन ल भयो छोटे एउटाको सिरुपाते एउटाको छ के भन्छ एउटाको अर्कै ल उसको चाहिँ त्यो जिनको चाहिँ सिरुपाते छ चट्ट मिलेको क्युटीको पनि राम्रो छ तर खेलाएर बिगारेछ के क्युटीले ओइला यहाँ सुन ला रुममा को छ क्युटीको रुममा को छ बोल्न मिल्छ कि नै छौ तिमीले तारेको होइन के मतलब के पेन्टी सुकाको माथि यस्तै हेरिरहेको छु त गरी हो कटु खोलेको नै अरू नै सुकाएको के कस्तो फिल ल यस्तो गर है क्युटी एउटा पोजिसन गर तिमीले पुरै यस्तो गर त क्युटी जिन तिमी पनि यता हेर जिन क्युटी यस्तो गर त यस्तो गर आँखा पल्ट एकचोटि यस्तो क्युटी हेर म 1 2 3 एक्स 1 2 3 भन्छु अनि तिमीले यस्तो गर आँखा पल्ट ल एकचोटि 1 कसरी एकचोटि चक्कर गरेर आँखा पल्टाउने तिमी ए बाबा मैले भने त तिमीले देखा पो त अनि मैले हामीले गर्नु त नि कस्तो मान्छे रहेछ तिमी र मेरो भेट भयो होइन तिमी र मेरो भेट भयो तिम्रो सिरुपातेमा लम्मै हान्दाखेरि कसरी फिल गर्छौ पुरै तिम्रो मजा भयो ल हाँसेर होइन कि नहाँसी रियलमा फिल भएकै नहाँसिकन क्या तिमीहरू हाँसे उठेको लानु छुट्छ नहाँसिकन पो त कसरी गर्छन् कसरी गर्ने टोका यो ओटोको यसरी यसरी गर त नो नाइस वाह थ्याङ्क यू क्युटी गर त तीनजना जानु त गाइस तीनजना फुटबल जानु त गाइस तीनजनाले चेपी भन्नुस्को हजुर एकचोटि गर त एकचोटि ओटो गाइस अब एकजनाले गाइस आउँदैन कि मलाई हो सिपो ल ओके के छैन क्युटी तिम्रो कन्ट्रोल गर ल अब एकछिनमा तिम्रो पालो आउँछ तिम्रो यस्तो गर औँला हालिराख बेला यसो गर्नु थोरै गर ल जिन ओके ल लेट्स गो दुईटा औँला नहाला है एउटा मात्रै औँला हाल दुईटा गाह्रो हुन्छ कसरी चाटेको भाइ फेरि चाट त तेरिका यति गाह्रो हुन्छ नि परदेशमा के गर्छ यिनीहरूले मार्छ होला उठेर फेरि होला नि हुन्छ ल्याम्प काँधे घरि पछाडिबाट घरि अगाडिबाट घरि तलबाट घरि माथिबाट ल्याम्प ठोकेर भयो बाबा मुत्नै नहुने गरी भेटेपछि मजा हुन्छ दामी बाबा लेट्स कल टुगेदर सबैजना मार्छ ल है तपाईँहरू सबैले फलो गर्नु न है बिचरा क्युटी बोल्न सक्दिनँ कि ठ्याकाना मलाई चाहिँ क्युटीले के गर्नु बोल्न सकिरहेको छैन ओइ जिन यस्तो गर त तलबाट कतिको वा यस्तो सिक्ने कस्तो आपत गर्छ कि यिनीहरूले अब निकाल्नु कि फाल्नु कि के गर्नु कि